पोखराको लिची बगान जग्गा घोटाला काण्डमा 2 जना पूर्व मन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठ सहित 7 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेता समेत रहेका पूर्व मन्त्री गुप्ता र नौपाका अध्यक्ष समेत रहेका पूर्व मन्त्री श्रेष्ठ सहित 7 जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरू विरुद्ध 78 लाख रुपियाँ बिगो माग दावी गरिएको अख्तियारले जनाएको छ। त्यस्तै मालपोत कार्यालय कास्की पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, बिचौलिया सुजन लामा, खेमपुन, यामकुमारी गुरुङ र तुलसीराम बुढा मगरलाई समेत प्रतिवादी बनाएको छ। खेमपुनसँग 25 लाख बिगो माग दावी गरिएको छ भने अन्य 6 जनासँग 78 लाख रुपियाँ बिगो माग गरिएको जनाएको छ। जग्गा हिनामिना गर्ने योजनामा भएको घुस डिल प्रकरणमा पूर्व मन्त्री दय र बिचौलिया सहितका व्यक्तिको अडे सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो। यही प्रकरणमा अर्को पूर्व मन्त्री एवं एमाले नेता बलराम अधिकारी विरुद्ध पूरक अनुसन्धान जारी रहेको बताएका छन्।